हजुर सबैलाई है फेरि पनि आएको छु लेखो मान्छे यहाँहरूमा एउटा सानो भिडियो लिएर। आज मकवानपुर गढी 8 को मोडे डाँडेको बाटो होइन खोला नालाहरू सम्पूर्ण इष्टमित्रलाई देखाउन जाँदैछु है त। बस आउनुहोस्। हामी आउँदा आउँदै बाटोमा एकछिन यसो आराम गर्ने टाइममा चाहिँ होइन हजुरहरूलाई यो दृश्य देखाउँदैछु। हाम्रो अब यो खानी क्षेत्र हो होइन, अनि खानीको बाटो अहिले चाहिँ बन्द छ बर्खामा। यो 2 दिन चाहिँ 18, 19, 17, 18, 19 3 दिन भीषण वर्षा भयो तर बाटो पनि केही अवरुद्ध भइरहेको छ। ल ठिक छ हजुर, यस्तै छन् हाम्रो लेख पाखा भित्ता पखेरोहरू होइन, यस्तै छन्। अब घना जङ्गल छ माथि चाहिँ हाम्रो यो कलवनको चाहिँ नि भालहरू पनि यता आउँछ खोलाहरू आउने बेलामा। कुनै बर्खामा त यो एकदम बगेर लेदै भएको थियो, अहिले चाहिँ बसेको छ। ओहो ल हाम्रो यो बनमारा पनि फरक छ है। अब हाम्रो लेखको बनमारा र यो बनमारामा अलि फरक छ। यो बनमारा चाहिँ नि फरक छ अलि। तपाईको लेखको बनमारा चाहिँ अलि अर्कै टाइपको हुन्छ होइन। यो चाहिँ अलि बेसी तल चाहिँ नि भनौँ न अलि तातो ठाउँको बनमारा चाहिँ नि यस्तो हुँदो रहेछ होइन। यो छ अनि अरू त त्यस्तै हो। कहिलेकाहीँ चाहिँ नि यहाँ हिँड्नलाई पनि अप्ठ्यारो हुने गरी बाटोहरू अवरुद्ध हुन्छ, तर यसपालि त्यस्तो भएन, खासै राम्रै भयो। यो 17, 18, 19 को अलि लामो समय बर्सात भएको थियो, त्यो बेला पनि अवरुद्ध चाहिँ भएन अहिलेसम्म। खोला चाहिँ बढेको छ होइन, खोला चाहिँ बढेको छ। हाम्रो बुढीचौर इपक खाहारेको खोला चाहिँ यो हो। लसो हजुर लसो म यार हटियाबाट आएको यार, म भिडियो बनाउँदै के हो। कहाँबाट हो तपाईँहरू है? आमा बाटो चाहिँ यस्तै छ। सन्तरा दाइ फर्किनु भयो त? ए भेट्नुपर्ने छ। ल एकछिन रेस्ट गरेर यो ल हाम्रो साथीहरू पनि आउने जाने क्रमहरू भइरहेको छ। यस्तै छन् हाम्रो पाखा पखेरु डाँडा काँडाको यात्राहरू होइन। दुधको गाडीहरू पनि आइरहेका छन् होइन। खोला चाहिँ यस्तो छ, खोला यस्तो छन् खोलाहरू होइन। खोला हजुर ल यो पनि खोलाहरू ठुलै छ यसपालि। खोला बढेको छ, खोला बढेको छ यसपालि मजाले होइन। तो गेल बा ए ल माछामा को बिराङ यसो फेरि यहाँ बाटो गाउँ ठाउँ होइन।
यस्तै हो। हाल बिरामी को बिरामी रहेछ? यो चाहिँ डाँडा काँडाहरू होइन, पाखा पखेरहरू अहिले चाहिँ बिरामी लिएर आउनु भएको रहेछ गाडी होइन। अहिले अप्ठ्यारै छन्। तल पुल सुकौरामा पुल सानो छ, तर तल पुल मुनिबाट मात्र जान मिल्छ। ल धन्यवाद। अहिले मैले देखाइएका दृश्यहरू हाम्रो गडियार मणिधार पदमार्ग पनि बनाउने कुराहरू चलिरहेको छ। अहिले बर्खाको बेलामा त्यस्तो अवरुद्ध चाहिँ छैन, तर पुरै दिन तपाईँ अहिले सहजीकरण छैन। तल सुकौरा पनि बाटोले रोकिएको छ। धन्यवाद सबैले भिडियो हेरिनु भएको छ। सेयर गरिनु होला, कमेन्ट पनि गर्नु होला। हामी यसरी नै सिक्दै नै जान्छौँ। फलो गरिदिनु होला। लेखो मान्छे युट्युब, फेसबुक अनि टिकटक सबैमा लेखो मान्छे कति हेर्नु होला। सब्सक्राइब र फलो पनि गरिदिनु होला। धन्यवाद सबैलाई। हस् नमस्कार।